एकचोटि हन्काउँ न है पैसाले राम्रो म त कहिले बेबी आएर लगाइदिउँ भइसक्यो कस्तो मन पर्यो कस्तो क्युट है थ्याङ्क यू सो मच अनबक्सिङ गर्दैछु के छ होला खोल्यौँ Oh my god unboxing गिफ्टहरु लुगै नखोली अनबक्सिङ गरेको है Oh my god लुगा रहेछ न बेबीको Oh my so cute Wow कस्तो छ राम्रो छ है लुगा त कति भयो हामीले पनि कति किनेको छ वाउ कति धेरै पिस हो दामी टोपी सक्स ओ माय गॉड कस्तो क्यूट सक्सहरु हेर्न कस्तो राम्रो कस्तो क्यूट के यो त जन्मिने बित्तिकै लाउनु मिल्ने रहेछ यता राखौँ अर्को ल कति हेभी हो के छ हौ यहाँ चाहिँ फेरि थ्याङ्क यू सो मच साथीहरू सबैलाई यस्तो सबै व्यवस्था गर्यो है फेरि गिफ्ट पनि ल्याइदियो गरम छ त के छैन खोल्नुमै ओ माय गॉड बच्चाको स्टफहरु रहेछ नि त वाउ हामीले यस्तो किनेकै थिएन है हैन एकदम चाहिने चिजहरु आएछ नि हामी किन्नेवाला थियौँ किन्न नपाउने भयो थ्याङ्क यू सो मच एभ्रीवान सबैजनालाई बच्चाको वाइप्सहरु मेरो पनि आएछ एउटा बेबीको लागि यो चाहिँ डाइपर थ्याङ्क यू सो मच यहाँ कार्ड पनि छ है ओ माय गॉड सुजना लिम्बू छ बेबी गर्ल 2025 यहाँ कार्ड भित्र त यस्तो पनि छ त देखाऊ ओ माय गॉड हे भगवान के गरेको साथीहरुले यस्तो बाबा म त मरिगए त यस्तो गर्नु त पर्दैन थियो नि हौ थ्याङ्क यू सो मच एभ्रीवान यति धेरै मायाको लागि ओ माय गॉड कति धेरै गिफ्टहरु ल्याइदिएको पैसा पनि यति धेरै हो मम हुनु त मजाको रहेछ त एकचोटि हन्काउँ न है पैसाले थ्याङ्क यू सो मच फर एभ्रिथिङ सबैजनालाई गिफ्टहरु यति धेरै हाम्रो हुनेवाला बेबी गर्लको लागि के भन्नु छ ड्याडी मेरो केही भन्नु छैन धन्यवाद साथीहरुलाई बहिनीहरु दिदीहरु राम्रो म त कहिले बेबी आएर लगाइदिउँ भइसक्यो कस्तो मन पर्यो कस्तो क्यूट है थ्याङ्क यू सो मच फर एभ्रिथिङ ल कटाउँ